प्रभु येशू मसीहको राज्यको सुसमाचारको समयमा यसको एउटा घटना घट्यो। हामी याद गर्न सक्दछौँ ती समयमा प्रभु येशू मसीहले कसरी 10 जना कुरीहरूलाई निको गर्नुभयो। लुका 17 अध्यायको हामीले हेर्दछौँ 11 देखि 19 पदसम्म। कोर के हो त प्रियहरू? बाइबल अनुसार लेवी नामक पुस्तकको 13 को 2 पद अनुसार यस्तो भनिएको छ, जब कुनै मानिसको शरीरको छालामा सुजन, खाटा वा लुतो वा उज्जवल पाण्डु रङको दाग हुन्छ तब त्यसलाई कोर भनिन्छ। लेवी 13 को 9 पद अनुसार कुनै मानिसलाई कोरको रोग लागेको छ भने त्यो पुजारी कहाँ ल्याइयोस् र पुजारीहरूले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। लेवी 13 को 45 अनि 46 पद अनुसार त्यो कोरी जसको यो कोर रोग छ त्यसका लुगाहरू च्यातिउन् र त्यसको टाउको नाङ्गो रहोस् अनि त्यसले आफ्नो माथिल्लो ओठ ढाकोस् र अशुद्ध अशुद्ध भन्दै कराओस्। त्यो एक्लै बसोस् र त्यसको वासस्थान छाउनीदेखि बाहिर होस्। पुरानो नियम लेवी नामक पुस्तकमा कोरको विषय लिकन 13 र 14 अध्यायमा यस्तो कुरा लेखेको छ। लेवी 13 को 2 पद अनुसार छालामा लागिने कोर रहेछ। अनि लेवीको 13 को 41 देखि 42 पदसम्म पढ्दा हुँदी टाउकोमा अनि अगाडिपट्टि निधारमा अनि आँखाको आँखी भाउमा लाग्ने कोर हुँदो रहेछ। यति मात्रै नभएर लेवी 13 अध्यायको 47 देखि 57 पद अनुसार कोर लुगामा पनि लागिने कोर हुने रहेछ। यति मात्रै नभएर अन्तमा अर्को 14 किसिमको कोर घरमा पनि कोर लागिदो रहेछ, जो यो कुरा लेवी 14 अध्यायको 33 देखि 44 पदसम्म उल्लेखित गरिएको छ। यस्तो भयो, प्रभु येशू सामरिया र गालीलको बीचबाट भएर यरुसलेमतिर जाँदै हुनुहुन्थ्यो। जाँदा हुँदै उहाँ कुनै एउटा गाउँमा बस्दै हुनुहुन्थ्यो। त्यतिकै बेला अशुद्ध 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 भन्दै 10 जना कोरी मानिसहरू टाढामा उभिए। ती 10 जना कोरी मानिसहरूले चर्को स्वरले कराएर भने, हे येशू, हे स्वामी, हामीमाथि दया गर्नुहोस्। यस्तो चर्को स्वरमा दयाको भिख मागेको सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, जाऊ आफूलाई पुजारी कहाँ देखाओ। ती कोरीहरू जब यस्तो आज्ञा पाए तब तिनीहरू आफूलाई पुजारी कहाँ देखाउन जान हतार गरे।
भयो कि ती कोरीहरू पुजारी कहाँ देखाउन भनी जाँदा जाँदै उनीहरू शुद्ध भइगए। तिनीहरूका कोरहरू जिउ हटेर गए, चङ्गा भए, सबैजना खुसी भए। वर्षौँदेखि ती कोरीहरू आफ्नो घर परिवार इष्टमित्रदेखि टाढो भएका थिए। जाँदा जाँदै आफूहरू कोरबाट शुद्ध भएको थाहा पाएकाले तिनीहरू मध्ये 9 जना कोरीहरू हतार गरेर आफ्नो घर परिवार इष्टमित्र छर छिमेकीलाई भेट्न गए। निश्चय पनि तिनीहरूले आफ्ना परिवारसँग आनन्द खुसी मनाए। तर ती 10 जना कोरीहरू मध्ये 1 जना कोरी आफू निको भए देखेर यीशुतिर फर्क्यो र चर्को स्वरले परमेश्वरको महिमा गर्यो। ऊ यीशुको पाउमा घोप्टो पर्यो र धन्यवाद चढायो। ऊ चाहिँ सामरी थियो। यीशुले उसलाई जवाब दिँदै भन्नुभयो कि शुद्ध पारिएकाहरू 10 जना थिएनन् र? तर ती 9 जना कहाँ छन्? यो परदेशी बाहेक परमेश्वरलाई महिमा दिन फर्केर आउने अरू कोही पाइएन। अनि उहाँले उसलाई भन्नुभयो, उठ, आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। भर्खरै हामीले हेरेको दृष्टान्त, यो सत्य घटना प्रभुको वचन बाइबलमा आधारित हामीले हेर्न सक्यौँ। अनि जसको विषयमा भन्दा हुँदै हामीले पुरानो नियम लेवी पुस्तकको 4वटा किसिमका आज कोरहरू रहेछन् भन्ने विषयमा हामीले थाहा गर्न सक्यौँ। यो अन्तिम समयमा शरीरका कोरहरू त निको भइसक्दछ, तर कति कुराहरू बाइबलले यस्तो कुरा बताएको छ। एउटा कोर भनेर यो शब्द जब आउँछ, यो कोर चाहिँ एउटा बाइबलीय अर्थमा बुझ्दा हुँदै कोरले चाहिँ एउटा पापलाई जताउने रहेछ। जस अनुसार आज छालामा लागेको कोरको विषयमा हामीले यसको विश्लेषण हेर्दा हुँदै हामीले पढ्न सक्दछौँ। व्यवस्था 19:28 पदमा, तिमीहरूले मरेकाको निम्ति आफ्नो शरीरमा काटेर चोटै चोट नपार्नु र आफूमाथि खोपेर कुनै किसिमको गोदाना वा ट्याटुज नलगाउनु म नै परमप्रभु हुँ। यही रहेछ आजको समयमा छालामा लागिने कोर है। व्यवस्था 14:21 पदमा हामी पढेर जान्छौँ। एक पदमा छ, एक पदमा हामी पढेर जान्छौँ। तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ, यसकारण तिमीहरूले मरेकाहरूका निम्ति आफूलाई काटेर चोटै चोट नपार्नु, न त आफ्ना आँखाहरूको बिचमा वा आँखी भाउहरूमा भाउहरू नखौरनु, न त टाउको मुडाउनु। यो कोर चाहिँ हामीले अघि हेरेका थियौँ। दोस्रो किसिमको कोर जो टाउकोमा अनि कपालमा र अगाडिपट्टिको निधार र आँखी भाउमा लाउने कोर विषयमा हामी हेरेका थियौँ। यस कुराको विश्लेषण हामीले व्यवस्था 14:1 पदबाट हेर्न सक्यौँ। यही अनुरूप हामीले पढ्न रहेछौँ अब व्यवस्था 22:5 पदलाई। पुरुषको वस्त्र स्त्रीले नपहिरियोस्, न त स्त्रीको वस्त्र पुरुषले पहिरियोस्, किनभने यस्तो गर्नेहरू सबै परमप्रभु तिम्रा परमेश्वरका निम्ति घृणित छन्। हजुर, हामीले भर्खरै सुन्यौँ यो कोर चाहिँ वस्त्रमा लागिने अथवा लुगामा लागिने कोर रहेछ।
अब अर्को पद हामी आखिरी पद पढ्छौँ, जो कोर आज घरमा लागिने कोरको सम्बन्धमा। यसको विश्लेषण हामी हेर्छौँ। यिर्मया 9 अध्यायको 21 पद हामी पढ्छौँ। किनकि सडकबाट वा बाहिरबाट बालबच्चाहरूलाई र चोकहरूबाट जवान मानिसहरूलाई मेटाइदिनलाई मृत्यु हाम्रा झ्यालहरूमा चढेको छ र हाम्रा महलहरूभित्र पसेको छ। प्रभुलाई धन्यवाद होस्। हामीले पढ्दा पढ्दै धेरै कुरा बुझिसक्यौँ। अब यी 4 किसिमको कोरहरू यी अन्तिम समयमा तपाईँ र मेरो जीवनमा आज छ कि भन्ने कुरा हामीले यस स्किपबाट हामीले एउटा लेसन पाएर आफूलाई जाँचेर अब प्रभुको दिनको निम्ति हामी तयारी हुन सकौँ। प्रभुलाई धन्यवाद होस्। धन्यवाद।